हेलो म आइसकेँ है त ए तिमी आइसक्यौ हो ए ल ल ल हाई ढिला त भएन नि जिन्दगीको गोरेटोमा यस्तो ढिला त कति भयो कति अन्तिम साससम्म पनि म तिमीलाई कुर्न तयार छु होइन म ढिला त भएन नि भनेर सोधे हो आखिर के नै रहेछ र यो पापी नै पापी भरिएको संसारमा हामी जस्तो चोखो माया गर्नेहरूले यसरी नै कुरिराख्नु पर्दो रहेछ अनि नाम चाहिँ के हो तिम्रो जिन्दगीको गोरेटोमा नामको महत्त्व के छ र होइन तिम्रो नाम चाहिँ के हो भनेर सोधेँ मैले कस्तो उल्टो पाल्टो कुरा गरे होला सिधा सिधा भन न नभने पनि हुँदैन र भन न छिटो के हो नाम कञ्चन हो यस्तो भन न नाम त ठिकै रहेछ बेठिक सोच्नेहरू पनि धेरै छन् दुनियाँ किन यस्तो मतलबी भएको होला तिमीलाई सन्चो छैन कि क्या हो आज बिहान फर्सीको तरकारी खाएर आएको रमाइलो भइरहेछ डेटिङमा फर्स्ट टाइम भेट्दैछौँ अलि मिठो मिठो कुराहरू न भने अनि तिम्रो घर को हुनुहुन्छ जिन्दगीको गोरेटोमा एक्लै आउने हो एक्लै जाने हो अरू किन चाहियो र कस्तो अदगल्चो कुरा गरे होला तिम्रो घर को छ भने मैले मम्मी ड्याडी विदेशमा म यता एक्लै हो ए एक्लै छोरी हो म एक्लै छोरी हो मलाई जसरी नै बिहे गरेर मलाई घरबेटीले घरबाट निस्केर जा भनेछ मलाई तिमीसँग लैजाऊ न तिम्रोमा खाली कोठा छ है मलाई नि लैजाऊ न भने तिमीसँग के कुरा गरेको तिमीले लिएर जाऊ न भनेको कसरी लाने भने कस्तो कुरा गरेको लिएर जाऊ न हे हुँदैन नचाहिने कुरा नगर न कस्तो अचम्मले पागल भइसकेको